ओमानसँग 115 रनको जित, स्कटल्यान्डसँग 45 रनको जित, युएसएसँग 3 विकेटको जित र पुनः स्कटल्यान्डसँग जित। यो रिजल्ट नेपाल सिनियर टिमको होइन भन्दा विश्वास गर्नुहुन्छ? आज कुरा गरौँ नेपाल ए को, जसले हाम्रो सोच र नेपाली क्रिकेटको भविष्य दुवै बदल्दैछन्। 2024 जब नेपाल 10 वर्षपछि T20 वर्ल्ड कप खेल्ने तयारीमा थियो, तब क्यानले एउटा ऐतिहासिक निर्णय गर्यो। विनोद भण्डारीको क्याप्टेन्सी र ज्ञानेन्द्र मल्लको कोचिङमा नेपाल ए साइडको फर्मेसन भयो। यसअघि डोमेस्टिक र एज लेभलमा राम्रो पर्फर्म गर्ने प्लेयर सिनियर टिममा डाइरेक्टली सेलेक्ट हुन्थे र सेलेक्ट नभएका प्लेयरहरूलाई आफ्नो स्किल अपग्रेड गर्ने ठाउँ थिएन। नेपाल ए इनिसिएटिभ यसको सोल्युसनको रूपमा हेरियो। क्यानले क्वालिटी साइड्सहरू जस्तै क्यानाडा ए, आयरल्यान्ड ए जस्ता टिमसँग नेपाल ए को म्याचेसहरू गरायो। सुरुमा पर्फर्मेन्स सोचे अनुरूप नभए पनि खेलाडीहरूले आफ्नो स्किल भने इम्प्रुभ गर्दै थिए। अब सिनियर टिममा पनि कम्पिटिसन हुन थाल्यो। अलिकति पर्फर्मेन्स डाउन हुने बित्तिकै बेन्चमा रिप्लेसमेन्ट रेडी हुन लाग्यो र सिनियर प्लेयरलाई कमब्याक गर्ने प्लेटफर्म पनि नेपाल ए हुन लाग्यो। क्यानले नेपाल एलाई इन्डियाको आसाम टुर पठायो। त्यहाँ पनि प्लेयरहरूले आफ्नो स्किलमा काम गरे। अहिले नेपालमा क्रिकेट वर्ल्ड कप लिग 2 साइकल चलिरहँदा भिजिटिङ साइड्सले एज अ प्र्याक्टिस म्याच नेपाल एसँग गेम्सहरू खेल्दैछन्। नेपाल एले पनि आफ्नो ए गेम देखाउँदै ब्याक टु ब्याक विन निकालिरहेको छ। प्लेयरहरूको राम्रो पर्फर्मेन्स पनि आइरहेको छ। यो पर्फर्मेन्स नेपाल ए को कन्टिन्यू हुने हो भने नेपाल क्रिकेटको फ्युचर सेफ ह्यान्डमा छ भन्दा फरक नपर्ला। तपाईहरूको यसमा ओपिनियन के छ कमेन्टमा लेख्नुहोला र यस्तै नेपाल क्रिकेट रिलेटेड भिडियो हेर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरेर जानुहोला।